Welcome back everyone. Namaste and तपाईहरु सन्चै हुनुहुन्छ त्यो म होप गर्छु अनि एउटा नयाँ कुरा चाहिँ तपाईहरुमा के पस्किन चाहे भने मेरो YouTube च्यानलमा चाहिँ मैले धेरै भएको थिए लङ भिडियो नहालेको सर्ट भिडियोहरु अलि हालिरहेको छु र पनि अलि पहिला 100-200 जनामा हुँदाखेरि पनि ठिकै थियो अब 310 जना जति पुगेछ सब्स्क्राइबर माया गरिदिनु भएको छ थ्यांक यू सो मच फर दैट एन्ड एउटा कुरो चाहिँ तपाईहरुमा के जानकारी दिन आयो भने भ्लगकै बनाउने त भएन तर म यसो गोठालो एज अ सेफर्ड I'm just making you guys fun like short videos that's all hello guys तपाईहरुलाई देखाउन जाए केही कुराहरु यहाँ छन् यिनीहरु यहाँ चरिरहेछन् यतिर छन् बाख्रा चाहिँ यहाँतिर तलतिर छ होला दुईटा तीनटा बाख्रा त हो यहाँ तल छन् गाउँ घरको पुरै हावापानी एकदम राम्रो पनि किन नहोस् र यस्तो दामी हरियाली आएको छ यस्तो दामी हरियाली हुन्छ हैन यो सिजन भनेको अहिले भनेको लगभग के हो भन्दाखेरि हिउँद सिजन हो बर्खा होइन हिउँदोमा त लगभग म्याक्सिमम ठाउँहरुमा चाहिँ के हुन्छ भने पुरै सुक्खापन हुन्छ नि त हैन तर यहाँ चाहिँ माथि खेतीबाडी गर्ने ठाउँतिर त पुरै सुखै छ सुख त सुखै हो तर यहाँ हेर्नुस् यस्तो दामी छन् हैन यस्तो दामी सिन पनि आछ यस्तो दामी हरियाली छ त्यसैले त हुन्छ एकदम हेल्थको लागि गुड हैन अक्सिजन त्यो हो क्या जिन्दगी एकदम राम्रो हावापानी चाहिँ गाउँघरमै हो र अर्को चिज एउटा चाहिँ मैले तपाईहरुलाई के भन्न चाहे भने मेरो साथीहरुले सोध्थे के यति राम्रो ठाउँ त राम्रो छ तर त्यहाँ जुका आउँछ कि आउँदैन भन्छ जुका आउँछ साथी जुका जहाँ जुका हुन्छ त्यहाँ चाहिँ मानिसहरुको लागि चाहिने जुन हावा हेल्थको लागि एकदमै इम्पोर्टेन्ट चिजहरु चाहिँ जुका हुने ठाउँमा चाहिँ एकदम स्वच्छ र सफा हुन्छ भन्छ के जुका हुने ठाउँमा चाहिँ यो चाहिँ मैले कहीँ पोडकास्टमा सुनेको थियो र त्यो चिज भन्दा नि त्यो कुरो चाहिँ सही हो जस्तो लाग्छ किन भन्दाखेरि जहाँ हावापानी छ त्यहाँ जुका हुन्छ नै जुका फेरि त्यो चाहिँ चिसो ठाउँमा हुने कुरा पनि होइन चिसो ठाउँ फेरि मानिसको लागि राम्रो पनि होइन कति मान्छे अक्सिजनको कमीको कारण मर्छ त्यस्तो ठाउँमा बुढाबुढी स्पेसली त्यो हो र साथीहरूले सोध्नुहुन्छ ठाउँ राम्रो छ यस्तो सर्पहरूले जुकाहरू आउँछ सर पनि आउँछ लगभग अहिले चाहिँ आउँदैन जे होस् जाडो महिनामा चाहिँ उनीहरू लुक्छन् कि के हो जुका त पाइन्छ अहिले पनि जाडोमा पनि तलतिर खोलातिर गयो हुन्छ त्यहाँ माथि चाहिँ पाइँदैन त्यही हो ल भन्यो ल फेरि ल यिनीहरू साथी हो यिनीहरू यार तलै जाँदैन पानी खानु पानी भन्यो मार ओए get out here hey get out भन्यो यिनीहरू साथी नि पानी खान पनि मन छैन होला कि यिनीहरूलाई ल भन्यो भन्यो अर्को दुईटा यतातिर कहाँ पो हरायो होला साथी हो यिनीहरू यहीँ छन् यिनीहरू मान्दैन एकै ठाउँमा हराउँछ कहाँ राम्रो खोजेर खाए पो हुन्छ ल पानी ठिकै छ साथी हो यस्तै छ गाउँले जीवन
गाउँले जीवन भन्दा नि sometimes gaule, sometimes sahariya. Hope you everyone all are doing good. See you on next video. Thank you so much.